भारतको प्रधानमन्त्री बालिन शाहलाई बनाउने भन्दै गरेको एकजना भारतीय युवाको भिडियो अहिले भाइरल भइरहेको छ। मोदी अब नहीं चाहिए हमको, तो अब नेपाल के जो प्रधानमंत्री बने हमको तो अब वो चाहिए, वो भी पसंद आ गए। बालन शाह को मतलब इंडिया का प्रधान और क्या, हिंदू राष्ट्र का पहला प्रधानमंत्री बना बंदा। विश्वकै प्रतिभाशाली व्यक्तिमा अहिले बालिन शाहको नाम आएको छ। टाइम्स म्यागजिनले 100 जनाको लिस्ट पब्लिस गरेको थियो, जसमा लिडरहरूको लिस्टमा बालिन शाहको नाम 16 नम्बरमा छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ भन्दा अगाडि बालिन शाहको नाम आएको छ। यो नेपालको लागि गौरवको विषय हो। यो भिडियोमा कतै पनि नरेन्द्र मोदीको नाम छैन। अहिले भारतका युवाहरूले भारतको प्रधानमन्त्री बालिन शाहलाई बनाउनु पर्यो भनेर माग गरेका छन्। सोच्नुस् कुन किसिमको क्रेज छ बालिनको। युवाहरू नरेन्द्र मोदीलाई हटाएर भारतको प्रधानमन्त्री बालिन शाहलाई बनाउनु पर्यो भनेर भन्दैछन्। मोदी अब नहीं चाहिए हमको, तो अब नेपाल के जो प्रधानमंत्री बने हमको तो अब वो चाहिए, वो भी पसंद आ गए। जो हम लोग को भाग है ना, उन्हीं का सरकार बना देंगे। नेपाल के प्रधानमंत्री सही है।